कतिपय मान्य सदस्यहरूले मुख्य प्राथमिकता के हो भनेर पनि सोध्नु भएको छ। हाम्रो शीर्ष प्राथमिकतामा सुशासन नै हो, किनकि हाम्रो विश्वास छ सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव हुँदैन। भ्रष्टाचार, ढिलासुस्ती, बिचौलिया तन्त्र र संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्र बढाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ। त्यसैले यो सरकार सिस्टम सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको हो। ई गभर्नेन्स, डिजिटल डेलिभरी, वान टाइम डेटा सबमिसन, पर्फर्मेन्स कन्ट्र्याक्ट जस्ता प्रबन्धहरू केवल प्रविधिका कुराहरू होइनन्, यी राज्य सञ्चालनका संस्कार नै परिवर्तन गर्ने आधार हुन्। हामीले खर्च गर्ने राज्य होइन, डेलिभरी दिने राज्य निर्माण गर्दैछौँ भनेर मैले यसअघि पनि सम्मानित सदनमा निवेदन गरेको थिएँ। केही मान्य सदस्यहरूले निजी क्षेत्र तर्सिने, आत्मविश्वास घट्ने चिन्ता व्यक्त गर्नुभएको छ। म स्पष्ट भन्न चाहन्छु, इमान्दार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनु पर्दैन। सरकार स्वयं घर घर ढोका ढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ। आवश्यक सहजीकरण, कानुनी सुधार र नीतिगत स्थायित्व दिन सरकार प्रतिबद्ध छ। तर राज्य नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलोमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण गरिँदैन। गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैन। फेरि स्मरण गराउँछु, आसेपासेको मिलोमतो, नीतिगत कब्जा र दोहनको घनचक्करमा संलग्न प्रवृत्तिबाट राज्यलाई मुक्त गर्दै सुशासनको लाभ र लाभांश आम नागरिकसम्म पुर्याउनु नै हाम्रो मूल उद्देश्य हो। हाम्रो सोच, नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता बीच सम्पूर्ण कन्सिस्टेन्सी छ र आगामी बजेट पनि यही दिशामा हुनेछ। प्रतिपक्षका मान्य साथीहरूलाई पनि यो परिवर्तनको यात्रामा अवरोध होइन, रचनात्मक सहयात्री बन्न आग्रह गर्दछु। हामीले ओभररिच गर्दा सचेत गराउनु होला। हामीले ओभररिच गऱ्यौँ भने सचेत गराउनुहोस्। तर निजी उद्यमीको आवरणमा बदमासी गर्ने, क्रिमिनालिटीका अंशहरू प्रदर्शन गर्नेहरूको कृपया बचाव नगरिदिनु होला। कतिपय मान्य सदस्यहरूले मध्यम वर्ग विस्तारको अवधारणामाथि पनि टिप्पणी गर्नुभएको छ। यहाँ स्पष्ट हुन आवश्यक छ, मध्यम वर्गको विस्तार भन्नाले केही सीमित वर्गलाई सुविधा दिनु होइन। यसको मूल ध्येय गरिब, श्रमिक, किसान, भूमिहीन, सुकुम्बासी र अवसरबाट वञ्चित समुदायको आर्थिक हैसियतमाथि उठाउनु हो। जब नागरिकको आय, सिप, उत्पादकत्व र अवसरमा पहुँच बढ्छ, तब मात्रै वास्तविक सामाजिक गतिशीलता, अपवर्ड मोबिलिटी सम्भव हुन्छ। त्यसैले यो अवधारणा सामाजिक न्यायलाई आर्थिक उन्नयनसँग जोड्नु हो। बुदा नम्बर 37 र 38 मा कसैले गरिब भनेर यो सर्च गर्नुभएछ वर्ड डकुमेन्टमा, नभेटेपछि चाहिँ यहाँ छैन भनेर यहाँ मान्य सांसदज्यूहरूले पनि राख्नुभयो। शब्द उही हो, अवधारणा अलिकति फरक हो। हामी अलिकति सकारात्मक र यो एउटा नयाँ भाष्य पनि बनाउन खोज्दैछौँ। हाम्रो वाचापत्रमा उल्लेख भए अनुसार नै यो गरिबीको खेती नै गर्ने एउटा ठुलो उद्योग छ यहाँ, त्यसलाई हामी निरन्तरता दिन चाहँदैनौँ। तर संरचनात्मक असमानता, स्ट्रक्चरल इनइक्विटी, बहिष्करण, एक्सक्लुजन र अवसरको असन्तुलन, इम्ब्यालेन्स्ड अपर्च्युनिटिजहरूको न्यूनीकरण राज्यको प्रमुख दायित्व हो भनेर स्वीकार गरिएको छ। पिछडिएका क्षेत्र, सीमान्तकृत समुदाय तथा अवसरबाट वञ्चित वर्गको सार्वजनिक सेवामा समान पहुँच विस्तारलाई उच्च प्राथमिकता दिनेका छौँ भनेर हामीले भनेका छौँ। संरचनात्मक विभेद हाम्रो प्रियाम्बलमै छ, पार्टीको प्रस्तावनामै छ, वाचापत्रमा पटक पटक उल्लेख गरेका छौँ, नीति विचारमा पनि लेखेका छौँ, अहिले पनि उल्लेख गरेका छौँ। संरचनात्मक विभेदको अन्त्य गर्दै यो स्वीकारेका छौँ र यसलाई अवसरहरूको समान वितरण, उपयोग, पहुँचबाट नै निराकरण गर्ने हो भन्ने सैद्धान्तिक धरातललाई हामीले कन्सिस्टेन्टली अगाडि बढाएका छौँ। लक्षित हस्तक्षेपलाई सुदृढ गर्नेछौँ भनेर भनेका छौँ। विकासको मूल प्रवाहबाट ऐतिहासिक रूपमा वञ्चित कर्णाली, मधेस र सुदूरपश्चिम लगायतका क्षेत्रहरूको रूपान्तरण राज्यको प्राथमिकता मात्र होइन, शीर्ष प्राथमिकता हो भनेर उल्लेख गरेका छौँ। त्यसैले यो एकाङ्गी ढङ्गले मात्र यहाँहरूले पढिदिनु भएन, यसलाई म विनम्र अनुरोध पनि गरेँ। मुक्त कमलरी, मुक्त कमैया, हरुवा चरुवा र हलियाहरूको पुनरुत्थान बारे पनि यो भाष्यमा चाहिँ यसलाई अन्तर्निहित छ। अब समयको पाबन्दी, स्पेसको पाबन्दीले गर्दाखेरि धेरै कुराहरू अवधारणामा कैद गर्ने हो, तर यसलाई विश्वसनीय बनाउन बजेट विनियोजनमा हामीले पहल गर्ने नै छौँ।
धेरै मान्य सदस्यहरूले अघिल्लो पटक नीति तथा कार्यक्रममा केही पुरानै कुराहरू दोहोरियो भनेर पनि टिप्पणी गर्नुभयो। अहिले पुनः त्यही नीति तथा कार्यक्रमका आधारमा प्रस्तुत सिद्धान्त र प्राथमिकतामाथि यसमा पुरानो केही पनि भएन भनेर पनि गुनासो गर्नुभएको छ। त्यसलाई म पुनः सम्मानपूर्वक दोहोऱ्याउन चाहन्छु। राज्य कुनै अस्थायी राजनीतिक संरचना होइन, यो एक अविछिन्न उत्तराधिकारी संस्था हो। कन्टिन्युटी हुन्छ। 1769 देखि यो राज्य चलिरहेको छ। हामी जस्ता राजनीतिक पात्रहरू आउँछौँ जान्छौँ, तर राज्य चलिरहन्छ। यो अवधारणालाई हामीले आत्मसात गऱ्यौँ भने सरकार परिवर्तन हुँदैमा संविधानका मूलमर्म, राष्ट्रिय योजना, दिगो विकास लक्ष्य लगायतका अन्य हामीभन्दा अगाडि आएका सरकारहरूले थोपरै दिएको दायित्व बोक्दा बोक्दा हामी थचक्कै बसिसक्यौँ। कुनै नयाँ स्पेस नै छैन। सबभन्दा ठुलो बजेट, भौतिक पूर्वाधार, शहरी विकासमा त वर्तमान मन्त्रीज्यू जाँदै गर्दाखेरि तोकिएको सिलिङभन्दा बढी रकम अघिल्ला दायित्वहरू थिए। त्यसलाई हामीले खारेज गर्नेतिर, रद्द गर्नेतिर गएनौँ, बोकिदिएका छौँ, कन्टिन्युटी दिएका छौँ ती कार्यक्रमहरूलाई। यद्यपि राजनीतिक अभिप्रायबाट प्रेरित त्यस्ता धेरै कार्यक्रमहरूलाई सायद यो जनादेशलाई सर्वात्मना सम्मान गर्ने हो भने त्यसलाई खारेजै गर्नुपर्ने पनि हुन सक्थ्यो केही आयोजनाहरू। तर हामीले राज्यको यो अविच्छिन्नतालाई सम्मान गर्दै स्टेटका सोलेम कमिटमेन्टहरू हुन्छन्, त्यसलाई बोक्नुपर्छ भन्ने मान्यतामा रहेर बरु अतिरिक्त साधन स्रोत अन्य क्षेत्रमा काटेर भए पनि ती पुराना दायित्वहरूलाई अनर गरेका छौँ। त्यो लोकतान्त्रिक उदारता यहाँ मान्य सांसदज्यूहरूले एप्रिसिएट गरिदिनु हुनेछ भन्ने मैले अपेक्षा राखेको छु।